अस्ट्रेलियामा सबैभन्दा बढी युनिभर्सिटीहरू भएको स्टेट भनेको न्यू साउथ वेल्स हो, जसको क्यापिटल चाहिँ सिडनी हो। न्यू साउथ वेल्समा जम्मी 11वटा युनिभर्सिटीको मेन क्याम्पसेसहरू छ। त्योमध्ये 6वटा युनिभर्सिटीहरू सिडनीमा लोकेटेड छन् भने 5वटा युनिभर्सिटीहरू चाहिँ न्यू साउथ वेल्सको अरू रिजनल एरियामा लोकेटेड छन्। भनेपछि जम्मी 11वटा युनिभर्सिटीको मेन क्याम्पसेस चाहिँ न्यू साउथ वेल्समा भयो। अब यसको अर्थ जम्मा 11वटा मात्रै युनिभर्सिटी क्याम्पसेसहरू न्यू साउथ वेल्समा छ भन्ने कुरा हुँदैन। न्यू साउथ वेल्समा यो 11 प्लस अरू पनि युनिभर्सिटीको क्याम्पसेसहरू छ। तर यो युनिभर्सिटी जसको म लिस्ट यो भिडियोमा तपाईलाई बताउन गइराखेको छु, यो युनिभर्सिटीहरू भनेको कस्तो हो भने न्यू साउथ वेल्समा तिनीहरूको मेन एडमिनिस्ट्रेटिभ अफिस अथवा चाहिँ मेन क्याम्पस रहेको ठाउँ हो है। सिडनीमा रहेको 6वटा युनिभर्सिटीहरू के हुन् भने अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, म्याक्युरी युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू साउथ वेल्स, युनिभर्सिटी अफ सिडनी, युनिभर्सिटी अफ टेक्नोलोजी सिडनी र वेस्टर्न सिडनी युनिभर्सिटी। त्यसै गरेर सिडनी बाहिर अरू न्यू साउथ वेल्सको रिजनल एरियामा रहेको युनिभर्सिटीहरू के हुन् त्यसको लिस्ट हेरौँ है त। चार्ल्स स्टड युनिभर्सिटी जुन चाहिँ वागामा छ, साउथर्न क्रस युनिभर्सिटी लिस्मोर, अनि त्यसै गरेर युनिभर्सिटी अफ न्यू इङ्ल्यान्ड आर्मिडेल, युनिभर्सिटी अफ न्यू क्यासल र युनिभर्सिटी अफ वालाङ्गङ।